साथीहरु, आज हजुरहरुको माझमा चिकन पिकल रेसिपी लिएर आइरहेको छु। हेरिदिनुहोस्। र मैले चाहिँ चिकनलाई मसिनो काटेर धोएर स्ट्रेनरमा 10 मिनेट जस्तो राखेर र यसरी कराईमा हाले र नमक, हल्दी र थोरै हुचिङ हालेर सबै यसरी फिटिदिए र हजुरहरुले पनि यसरी गर्नुहोस् र यसमा चाहिँ पानी नहाल्नुहोस् र यो चिकनकै पानीले यो पाक्छ र यसरी नै सबै फिटेर चाहिँ मैले यसलाई छोपेर पकाए र यसलाई चाहिँ फेरि 20-20 मा हजुरहरुले चेक गर्नुहोस् र यसरी पानी निक्लेको हुन्छ र पानी निक्लेको चाहिँ यो सबै सुक्नु पर्छ र यसरी बन्द गर्दै खोल्दै यसरी चेक गर्दै गर्नुहोस् हजुरहरुले कतिको पानी सुक्यो भनेर र यो पानी चाहिँ सबै सुकाउनु पर्छ साथीहरु। र अहिले चाहिँ मैले चिकनको पानी पनि सुक्यो र यसो एउटा दुईटा यसो हेरेर चेक गरेको र यो चाहिँ मजाले पाकेछ र मैले कराईमा तेल हाले र तेललाई खराएर चाहिँ मैले अलिअलि गर्दै चिकन हाले र साथीहरु एकैचोटी चिकन नहाल्नुहोस् र यो थोरै गर्दै चिकन फ्राई गर्नुहोस् र यो चाहिँ तपाईहरुले ब्राउन भिन्जेलसम्म हजुरहरुले फ्राई गर्नुहोस् र यो चाहिँ तपाईहरुले 15-20 दिनसम्म स्टोर गरेर घरमा खान सक्नुहुन्छ र यो चाहिँ तपाईहरुको नानीहरु होस्टेलमा छ भने हजुरहरुले पठाउन सक्नुहुन्छ र घरमा कसै ड्युटी गर्नुहुन्छ भने हजुरहरुले बनाएर यो पठाउन सक्नुहुन्छ र यसरी नै मैले फ्राई गरे र यसमा पनि साथीहरु अप्सन छ, यसमा बोनलेस र विथ बोन र मैले चाहिँ चुज गरे विथ बोन र यसरी नै साथीहरु मैले थोरै गर्दै यसरी सबै मैले फ्राई गरे। र यसरी फ्राई गरेपछि मैले मसला के हालेछु भनेर हजुरहरुको माझमा देखाउँदै छु र जीरा, गोटा जीरा, मेथी र यो तोरी, धुलो खोर्सानी, नुन र लसुन यसरी हाले र यसरी मैले लसुनलाई सानो काटेर यसरी फ्राई गरे र यसलाई चाहिँ डीप फ्राई नगर्नुहोस् साथीहरु, यसलाई चाहिँ हल्का फ्राई गरेर यसलाई निकाल्नुहोस् र मैले यो नमकको मोइस्चर चाहिँ सुकाउनु पर्छ साथीहरु र हजुरहरुले स्वाद अनुसारको नमकलाई चाहिँ यसरी हजुरहरुले यसले मोइस्चर सुकाएर राख्नुहोस् र मसला अघि राखेको मसलाहरु सबै यसरी फ्राई गरेर मिक्सी जारमा हजुरहरुले ग्राइन्ड गर्नुहोस् र ठूलो बोलमा मैले सबै अघि फ्राई गरेको चिकनलाई ट्रान्सफर गरे र यसरी लसुन हाले र यो अघि ग्राइन्ड गरेको मसला हाले र यो धनिया पाउडर हाले र यो हो तपाईको खोर्सानीको धुलो र स्वाद अनुसारको नमक र यो आमचुरको पाउडर हजुरले स्वाद अनुसार हाल्नुहोस् र यसरी फिट्नुहोस् र यसरी फिटेर हजुरहरुले एकछिन सेलाएर राख्नुहोस् र जारमा ट्रान्सफर गर्नुहोस् र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्यांक यू। लाइक, शेयर, सब्स्क्राइब गरिदिनुहोस्।